नमस्कार र स्वागत छ अन्तरङ्ग संसारमा। आज हामी एउटा यस्तो विषयवस्तुमाथि कुरा गर्दैछौँ जसले धेरै पुरुषहरूको मनमा गहिरो चिन्ता र जिज्ञासा पैदा गरेको हुन्छ, लिङ्गको आकार र यौन आनन्द। इन्टरनेटमा तपाईले लिङ्ग कसरी ठूलो बनाउने भन्ने अनगिन्ती विज्ञापन र झुटा दाबीहरू देख्नुभएको होला, जसमा हप्तामै चमत्कारिक परिवर्तन हुने वा लिङ्ग दोब्बर ठूलो हुने जस्ता आकर्षक वाचाहरू गरिएको हुन्छ। तर हामी यहाँ तथ्यमा आधारित भएर कुरा गर्छौं। तथ्य के हो भने चिकित्सा विज्ञान अनुसार एकपटक यौवन अवस्था प्युबर्टी पार गरिसकेपछि लिङ्गको आकार प्राकृतिक वा साधारण उपायहरू जस्तै क्रिम वा व्यायामले स्थायी रूपमा बढाउन सम्भव हुँदैन। लिङ्गको आकार मुख्यतया आनुवंशिक बनावट जेनेटिक्समा निर्भर गर्दछ। आकार बढाउने भनिएका उत्पादनहरू वा उपकरणहरूले पैसा र समयको बर्बादी मात्र गराउँछन्। यसबाहेक तीमध्ये कतिपय विधिहरू जोखिमपूर्ण हुन्छन् र त्यसको अनावश्यक प्रयोगले शारीरिक क्षति वा चोटपटक समेत लाग्न सक्छ। त्यसैले हामी तपाईलाई सधैँ सुरक्षित र प्रमाणित जानकारी मात्र विश्वास गर्न आग्रह गर्दछौं। तर निराश हुनु पर्दैन, किनभने धेरै आनन्द कसरी लिने भन्ने प्रश्नको उत्तर आकारमा होइन, कार्यक्षमता र भावनात्मक आत्मीयतामा लुकेको छ। यौन सन्तुष्टि वास्तवमा तपाईको आत्मविश्वास र पार्टनरसँगको गहिरो सम्बन्धमा निर्भर गर्दछ। लिङ्गको आकारको सट्टा इरेक्सनको गुणस्तरलाई सुधार्नमा ध्यान केन्द्रित गर्नुहोस्। नियमित शारीरिक व्यायाम, सन्तुलित खानपान, रक्सी र धूम्रपानबाट टाढा रहँदा शरीरमा रक्त प्रवाह ब्लड फ्लो सुध्रिन्छ। बलियो रक्त प्रवाहले इरेक्सनलाई बलियो र टिकाउ बनाउँछ, जसले दुवै पार्टनरलाई उच्च सन्तुष्टि दिन्छ। आकारलाई लिएर चिन्तित हुनुको सट्टा तौल नियन्त्रणमा ध्यान दिनुहोस्। यदि पेटको भागमा बोसो जमेको छ भने लिङ्गको केही भाग बोसोभित्र लुकेको जस्तो देखिन्छ। तौल घटाउँदा यो भाग बाहिर आउँछ र लिङ्ग लामो भएको जस्तो देखिन्छ। यो नै आकारमा फरक ल्याउने एकमात्र सुरक्षित र स्वस्थ उपाय हो। यौन जीवनमा मजा डबल गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो खुला सञ्चार। आफ्नो पार्टनरसँग आफ्नो इच्छा, चाहना र डरहरूका बारेमा इमानदारीपूर्वक कुरा गर्नुहोस्। जब दुई व्यक्तिबीच विश्वास र समझदारी हुन्छ, तब शारीरिक क्रियाकलापहरू स्वतः अर्थपूर्ण र आनन्ददायी बन्छन्। आकारलाई लिएर तपाईको मनमा रहेको असुरक्षाको भावनालाई त्याग्नुहोस्। आत्मविश्वास नै सबैभन्दा ठूलो आकर्षण हो। तपाईले आफ्नो पार्टनरलाई सम्बन्ध र आत्मीयता मार्फत दिनुभएको प्रेम नै सबैभन्दा ठूलो उपहार हो। अन्तमा हामी तपाईलाई अनुरोध गर्छौं कि कुनै पनि स्वास्थ्य सम्बन्धी चिन्ता भएमा युरोलोजिस्ट वा सेक्सोलोजिस्टसँग परामर्श लिनुहोस्। विशेषज्ञको सल्लाह सधैँ सुरक्षित र सही हुन्छ। अन्तरङ्ग संसार सधैँ सत्य र स्वस्थ जानकारीको पक्षमा उभिन्छ। यौन आनन्दको यात्रा आत्मस्वीकृति, पार्टनरसँगको समझदारी र समग्र स्वास्थ्यबाट सुरु हुन्छ। यदि तपाईलाई यो जानकारी मूल्यवान लाग्यो र तपाई यस्तै गहिरो र अर्थपूर्ण कुराहरू सुन्न चाहनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अर्को पटक फेरि भेट्नेछौँ। धन्यवाद।